यसपालिको बजेटमा यो पुल निर्माणको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पन्नी क्षेत्रको तर्फबाट के भूमिका खेल्नुपर्छ यो बजेटमा राख्नको लागि त्यो भूमिका म खेल्ने छु र सकेसम्म यो बजेटमा पार्नको लागि म आफ्नो तर्फबाट प्रयास गर्छु जसले गर्दाखेरि यो क्षेत्रको समुचित विकास हुन सकोस्। यो पुलले वास्तवमा एकदमै बाधा गरेको छ यो ठाउँ, त्यसैले यो पुलको ज्यादै आवश्यकता छ। अब आर्थिक क्षेत्रका कुराहरू गर्नुपर्छ। जहिले पनि राजनीतिक दलहरूद्वारा देशका उद्यमी व्यवसायीहरूलाई आफ्नो फाइदाको लागि, आफ्नो आन्दोलनको लागि जहिले पनि प्रयोग गरिएको छ। ती राजनीतिक दलका नेताहरूलाई म आग्रह गर्न चाहन्छु, हाम्रो उद्योगी व्यवसायीहरूलाई तपाईँ प्रयोग नगरिदिनुहोस्, हाम्रो उद्योग व्यवसाय बन्द नगरिदिनुहोस्। त्यसमा ढुङ्गामुढा गर्ने, त्यहाँ गएर आगजनी गर्ने, त्यस्ता त्यहाँका भएका कामदारहरूलाई पक्राउ गर्ने, तिमी किन उद्योग सञ्चालन गरिस् भनेर भन्न जाने त्यो काम चाहिँ नगरिदिनुहोस्। यसले गर्दाखेरि देशको उद्योग व्यवसायको विकास गर्न सक्दैनन्। हाम्रो एउटै लक्ष्य छ, देशबाट जुन दिनको दिन 1500 युवाहरू यहाँबाट पलायन भइराखेको छ त्यो तिनीहरूको कामको सृजना, उनीहरूको लागि रोजगारी सृजना नेपालमा कसरी गर्न सक्छौँ त्यो चाहिँ हामीले सोच्नुपर्ने छ। त्यसमा निजी क्षेत्र लागिराखेको छ। सरकारले त्यसमा सहयोग दियो भने हामी त्यो रोजगारी सृजना गर्न सक्छौँ।